तिनी र हामी चाहिँ यहाँबाट खसी खोज्ने भनेर तिनीहरूले बर्दिया जाम भनेर गयौँ। त्यो बर्दिया गयो त्यो राजपुर भन्ने गाउँमा त्यहाँ गयौँ। त्यहाँबाट भँडे भन्थ्यो मुन्डगिरीको छोरा पत्नी गाउँ तिनी तपाईँको माथि जेठा बाजेको छोरी बिहा गरिरहेको थिए प्याउली भन्ने त्यहाँ थियो। तिमी जाम भनेर लग्यो तिमीले हेर्नु। त्यहाँ गयौँ त्यो मान्छे त हेर्नु रक्सी खायो बौलाइ गर्दो रहेछ। त्यहीँ बस्यौँ। त्यहाँ बसेर खसी खोज्नु भयो। खसीलाई हजुरको 6वटा खसी किनिसकेका थियौँ। अरू अब भोलि खोजौँला साँझ परियो भन्यौँ र त्यहीँ गयो बास बस्नु भनौँ न। अब त्यो घर कस्तो थियो भने कोठाहरू जस्तोको च्याट्ट परेको 4 गुणे 3टा अखडा भएको। धेरै अखडा पनि धेरै अगुल थिएन, यति थियो। त्यहाँबाट साँझ अत्तर खाइरहने सम्झी तपाईँको यहाँले भन्ने कुरा गर्ने बेलामा अत्तर खाइरहने। त्यहाँबाट त्यो अत्तर भरे खाना खाइसकेपछि यस्तै कोठाहरूको दैला सुत्तियो हेर्नुहोस् ठ्याक्कै भाउ खाएर सुत्तियो। हामी उता सुत्यौँ भने म त छेउतिर सुत्छु सम्झु माझमा त आँचुर लाग्छ भने लौ सुत त छेउतिर तिमी सुत हामी यता सुत्छौँ भने एउटा तिनको छोरो एउटा हरिको छोरो 2 केटाहरू तिनीहरू म बुढा सुत्नु हेर्नुहोस्। राति लागेछ तिनीलाई पिसाब हेर्नु पिसाब लागेछ। एउटा जुटुको उठेछ त्यो निन्द्रामा झालो भरेर लगेर तल खुट्टो हाल्छु भने एउटा खुट्टो माथि टाँगिगएछ हेर्ने। एउटा खुट्टो लहरो तल आइगयो। त्यो माथिको खुट्टो फुत्काउँछु भन्ने बेला भन्ने तिनीहरू यसो जाँदाखेरि यहाँबाट यो हड्डी ठस्सकै यो हड्डी यहाँबाट ठस्सकै भएर तिन त पल्टिएर मरेँ भनेका के। त्यहाँबाट हामीले यहाँबाट के ओहो बड्डाले पैसा बाटा हालेर नि आज छटाएर लग्यो अरे पैसा सबै तिनीहरूले राखेको थिएँ कि लग्यो गऱ्यो भनेर तल जानु मै पनि धन्ने सच्चिएको हेर्नु। त्यहाँबाट गयौँ। त्यहाँ गएर यसो बुढालाई उठाउँछु भने यत्रो आउँदो यो खुट्टा यसो मुटुमा टारिसकेको हेर्नु। कामै नगरेको यो हड्डी नै फुत्किएछ त अनि कहाँबाट टेकिने पो त्यो सम्झी म त मरेँ। अब मेरो घन्टा गएर सम्झी बिस्तारै जाउँ हिँड्नु त्यहाँबाट गयौँ। बिहान भयो हेर्नुहोस् उज्यालो भयो। अब बुढा खुट्टो बाँचियो। अब कसरी चाहिँ हामीले ल्याउने हुन्न। बुढाले भने कि सम्झे अब लगाइहुन्न मैले खुट्टो भाँचिनलाई ल्याएर जुत्ता पाउनुलाई यहाँ अब म मरिहाल्छु। अब 5वटा खसीको पैसा बुझाएछौँ जानुहोस् मागेर ल्याउनुहोस् भने। त्यहाँबाट अब पैसा त लैजानु पऱ्यो। त्यहाँबाट हाम्रो यस्तो भयो हेर्नुहोस् पैसा दिनुपर्ने हो के भयो खुट्टो भाँचियो राति खुट्टो भाँचियो। अब चाहिँ जानुपर्ने हो नेपालतिर जानुपर्ने हो यहाँबाट अस्पताल जानुपर्ने हो पैसा लैजानु पऱ्यो भनेर बिचरा इमान्दारीपूर्वकसँग हेर्नुहोस् केही नभनिकन के गरेर भाँचियो त्यो खुट्टो बिचरा थै भनिहाल्छन्। त्यहाँबाट सबले पैसा दिए। बर्दियाको ठाउँ हेर्नुहोस् है धुलो कस्तो भन्नुहुन्छ भने त्यहाँनिर यहाँसम्मको बुङबुङ धुलो। त्यहाँबाट पैसा लिएर आयौँ। अब अरू उपाय केही भएन। यत्रो एउटा सालको गोरु काटेँ धुलै बोक्थ्यो पहिला डोला बनायो त्यस्तै बनाएँ त्यहाँबाट
त्यही डोलामा हालेर बोको जान्छ भने त्यो दुईवटा टुक्रो एउटा तिनको छोरो दुई भाइको छोराहरू एउटा तिनको छोरो जेठो एउटा यही बुढे छनी अजाल हजीको छोरो के हो यो दुईवटालाई बोक्नु लगाएँ आफूले अलिअलि माझा आएर उ गरिरहेको छु बाजे म त मरिगएँ भन्छ हेर्नुहोस् त्यहाँबाट आफूले फेरि एकछिन हाल्नु पऱ्यो